हेलो एभ्रिवान, वेलकम टु टिके फिजिक्स। म दीपक काफ्री। आज चाहिँ हामी फिजिक्सबाट थोरै बाहिर गएर ग्रेड 10 मा पढ्ने सबसेलको विषयमा केही कुराहरू हामी बुझ्छौँ। सबसेल एटोमिक सबसेल बुझ्नुभन्दा अगाडि तपाईहरुले पहिला सुरु सेलको बारेमा बुझ्न आवश्यक छ। जेनेरली क्लास 10 सम्म पढ्दाखेरि तपाईहरुले पढ्ने सेल भनेको के, याल, याम पढ्नुहुन्छ, जहाँ चाहिँ के मा दुईटा इलेक्ट्रोन होल्ड गर्छ भने याल मा 8 वटा, एम मा पनि 8 वटा र एन मा 2टा भनेर हामीले यसरी पढ्ने गरेका छौं। यो कुरा रह्यो सेलको। सबसेल भनेको चाहिँ सेल भित्र पनि अझै डिभिजन भएको हुन्छ, जुन डिभिजन चाहिँ एस, पी, डी र एफ मा भएको हुन्छ। यो एसपी डीएफ मा भएको डिभिजनलाई नै भनिन्छ सबसेल। के सेलमा एस सबसेल हुन्छ, यसलाई अर्बिटल पनि भन्ने गरिन्छ कतिपय अवस्थामा। एल सेलमा एस र पी सबसेल हुन्छ। एम सेलमा एस, पी, डी सबसेल हुन्छ। एन सेलमा एस, पी, डी, एफ सबसेल हुन्छ। यो पहिला सुरु सेलको कन्सेप्ट चाहिँ नेलिस बोर भन्ने वैज्ञानिकले निकाल्नु भयो। सेलको कन्सेप्ट उहाँले भन्नुभयो, जस्तो कुनै एउटा एटोमिक स्ट्रक्चर छ भनेदेखि यो के सेल भयो, यसलाई एल सेल भनौं। P plus equal to 8, N not equal to 8, यो अक्सिजन एटम भयो। नेलिस बोरको अनुसार चाहिँ एटोमिक स्ट्रक्चर यस्तो देखिन्छ र हरेक एउटा फिक्स अर्बिटमा चाहिँ इलेक्ट्रोन बसेको हुन्छ, जुन हामीले के सेल, एल सेल, एम सेल, एन सेल भन्छौँ भनेर उहाँले भन्नुभयो। तर आर्नोल्ड समरफिल्डले केही समयपछि, नेलिस बोरिसले एक्सप्लेन गरेको सेल स्ट्रक्चरको केही समयपछि उहाँले भन्नुभयो यो के र एल को बीचमा पनि केही फर्दर डिभिजनहरू भएका हुन्छन्, जुन चाहिँ एसपीडीएफ को रूपमा रहेको हुन्छ। त्यसलाई नै हामीले सबसेल भनिन्छ भनेर उहाँले भन्नुभयो। र त्यही कुरा चाहिँ अहिले हामीले एटोमिक अर्बिटल अथवा एटोमिक सबसेलको रूपमा चाहिँ हामीले अध्ययन गर्दै आइरहेका छौँ। ओके, सबसेल कसरी बुझ्न सकिन्छ यसो यसलाई हेरौँ है त। हामीलाई कम्तीमा भने के थाहा हुनु पर्यो नि, के मा एस सबसेल छ, एल मा एस र पी, एम मा एसपीडी, एन मा एसपीडीएफ छ भन्ने थाहा हुनु पर्यो। र हरेक यो सेलको इलेक्ट्रोन होल्डिङ क्यापासिटी, एस को चाहिँ 2 इलेक्ट्रोन होल्डिङ क्यापासिटी हुन्छ, अनि पी को चाहिँ 6 इलेक्ट्रोन होल्डिङ क्यापासिटी हुन्छ, डी को चाहिँ 10 इलेक्ट्रोन होल्डिङ क्यापासिटी हुन्छ भने एफ को चाहिँ 14 इलेक्ट्रोन होल्डिङ क्यापासिटी हुन्छ। अब यसमा कुन ग्रुप, हाम्रो मोडर्न पिरियोडिक टेबलमा 18 वटा ग्रुप छ, 18 वटा ग्रुप छ हाम्रो मोडर्न पिरियोडिक टेबलमा। त्यो ग्रुप मध्ये ग्रुप 1 र 2 लाई चाहिँ हामीले एस अर्बिटल भित्र राख्छौँ। त्यस्तै गरेर ग्रुप 13 देखि 17 भनौँ, 18 भन्दा नि भयो, 18 भन्नलाई पुरै हुन्छ, त्यही भएर यसलाई 18 भनौँ। यो आर्गन, यो चाहिँ इनर्ट ग्यासको कुरा भयो, त्यही पनि यो चाहिँ पर्छ पी अर्बिटलमा। र कुनै पनि यो जुन 1 र 2 छ, यो यिनीहरू भनेको ए ग्रुप हुन्। कुनै पनि ट्रान्जिसन मेटलहरू जुन बी ग्रुपमा पर्छन्, बी ग्रुपका मेटलहरू यिनीहरू पर्छन् डी अर्बिटलमा। भनेदेखि लेन्थेनाइड र एक्टिनाइड जुन ट्रान्जिसन मेटल भित्रै रहेका छन्, तिनीहरू पर्छन् लेन्थेनाइड्स, यिनीहरू पर्छन् एफ अर्बिटलमा। यति कुराहरू तपाईले जेनरली बुझ्न पर्यो। ग्रुप 1, ग्रुप 2 एस मा, 13 देखि 18 सम्म पी मा, 3 देखि 12 सम्म ग्रुप डी मा पर्छ भनेदेखि लेन्थेनाइड्स र एक्टिनाइड्स चाहिँ ग्रुप एफ मा पर्छ, अर्बिटल एफ मा पर्छ भनेर बुझ्दा नि भयो। ओके, यो कुरा रह्यो। अब हामी सबसेलमा कुनै पनि एटोमिक स्ट्रक्चर अथवा एटोमिक नम्बरलाई चाहिँ सबसेलमा कसरी लिएर जाने त्यो कुराहरू सिकौँ। पहिला सुरु एस सबसेल,
एस सबसेल भन्दा अगाडि सेलबाट थोरै सेलबाट जाउँ। के सेल यसको यान भनेको जहिले पनि 1 हुन्छ भनेर बुझ्नु पर्यो। के भनेको पहिलो सेल भयो, एल सेल। यसको यान भनेको जहिले पनि 2 हुन्छ, एम सेल। यान 3 हुन्छ, यान सेल। यान 4 हुन्छ। के सेलमा पाइने अर्बिटल भनेको यास हुन्छ। त्यही भएर अगाडिपट्टि 1 भएपछि 1 एस भयो र यसको म्याक्सिमम होल्डिङ क्यापासिटी भनेको 2 सम्म हुन्छ। दुईटा इलेक्ट्रोन होल्ड गर्छ यसले, अघि मैले एकछिन अगाडि भनेको थिएँ। यस्तै गरेर यालमा दुईटा अर्बिटल हुन्छ, एस र पी भनेको छु। भनेपछि अगाडिपट्टि 2 छ, एन 2 एस, यसमा होल्डिङ क्यापासिटी 2 हुन्छ अनि 2 पी मा पनि होल्डिङ क्यापासिटी 6 हुन्छ। यसरी बसेको हुन्छ म्याक्सिमम है यो। यस्तै गरेर 3 एस 2 3 पी 6 अनि 3 डी 10 भएको हुन्छ, यसरी बसेको हुन्छ। 3 एस यो सरी यो 4, यो 4 एस 2 4 पी 6 4 डी 10 अनि 4 एफ 14 यसरी बसेको हुन्छ। यो चाहिँ तपाईको के हो त भन्दाखेरि हरेक सेललाई चाहिँ हामीले सबसेलको बेसिसमा चाहिँ क्याटेगोराइज गर्दाखेरि यसरी बसेको हुन्छ। एउटा एक्जाम्पल गरौँ, जस्तो कि सोडियमको गरौँ। तपाईले सेलको कन्सेप्ट बुझ्नुभन्दा अगाडि पहिला त्यसलाई सबसेलमा लिएर जानुभन्दा अगाडि तपाईले त्यसलाई सेलमा लिएर जान सक्नुपर्छ। सोडियमको के एल एम एन यो कसरी बसेका हुन्छन् भन्दाखेरि के सेलमा दुईटा इलेक्ट्रोन हुन्छ, यो सोडियम 11 नम्बरमा पर्छ। एल सेलमा 8वटा इलेक्ट्रोन हुन्छ, एम सेलमा एउटा इलेक्ट्रोन हुन्छ। अब हामीले बुझेका छौँ यसलाई सबसेलमा लेख्दाखेरि के को इलेक्ट्रोनलाई लेख्न पर्यो भनेदेखि पहिला के भनेको 1 अनि एस अनि 2। यो 2 ले चाहिँ दुईटा इलेक्ट्रोन इन्डिकेट गर्छ, एस अर्बिटलमा दुईटा इलेक्ट्रोन छ भन्छ र 1 भनेको के सेल हो। यो के को काम सक्यो। एलमा जाउँ, 2 एस 2 2 पी 6। यो 2 भनेको एललाई इन्डिकेट गर्छ, एस2 भनेको एलमा एस र पी हुन्छन्, एसमा दुईटा इलेक्ट्रोन गयो, बाँकी रहेको पीमा 6वटा इलेक्ट्रोन आयो, 2 र 6 गर्दा 8वटा भयो, सक्यो पनि है। अनि यस्तै गरेर 3 एस 1 मात्र भयो। यो भनेको तपाईको 3 भनेको एम, एस भनेको एस अर्बिटल भयो, एउटा इलेक्ट्रोन भएको कारणले गर्दा एसमा एउटा इलेक्ट्रोन मात्र छ भनेको। ओके, सिमिलरली एउटा अर्को गरौँ, पोटासियमको गरौँ। यो पोटासियम पर्छ 19 नम्बरमा। र यसको सेल डिभिजन गरौँ कसरी भन्दो रहेछ। के एल एम एन, के सेलमा दुईटा इलेक्ट्रोन, एल सेलमा 8वटा इलेक्ट्रोन, एम सेलमा 8वटा इलेक्ट्रोन, एन सेलमा एउटा इलेक्ट्रोन। 2 8 8 16 18 19। ओके, अब यसलाई गर्दाखेरि पहिलो के को गर्न पर्यो। के भनेको 1 नम्बरमा पर्छ, एस अनि दुईटा इलेक्ट्रोन होल्ड हुन्छ 2 भयो। यस्तै गरी एलमा गर्न पर्यो, 2 भयो, एस दुईटा इलेक्ट्रोन होल्ड हुन्छ, दुईटा इलेक्ट्रोन गयो अनि फेरि 2 मै पी 6 भयो, 2 पी 6। यस्तै गरेर एम सेलमा जानुभयो, एमलाई 3 भनिन्छ, एस 2 अनि 3 पी 6 भयो। एसमा दुईटा इलेक्ट्रोन, पीमा 6वटा इलेक्ट्रोन। अब तपाईँ एममा 8वटा मात्र छ भने 2 र 6 8 भयो, डीमा जान परेन। तर हाम्रो यो एममा चाहिँ डी पनि देखेको छ नि, यो गर्न पर्दैन डी वाला। एनमा जाउँ, 4 एस 1 भयो। यसरी चाहिँ हामीले कुनै पनि एटोमिक अर्बिटललाई चाहिँ सेलमा दिएको एटोमिक अर्बिटललाई सब सेलमा चाहिँ ब्रेकडाउन गर्न सकिन्छ। यो पोटासियमको भयो। यस्तै गरेर एउटा लास्ट गरौँ क्याल्सियमको। क्याल्सियमको यो जस्तै हुने भयो एउटा ओके, कुन गर्दा थियो, अक्सिजन गरौँ ल। अक्सिजनको गरौँ। यो अक्सिजन पर्छ 8 नम्बरमा। 8 नम्बरमा पर्छ के एल एम एन। 8 नम्बरमा केमा पर्यो दुईटा इलेक्ट्रोन, एलमा पर्यो 6वटा इलेक्ट्रोन। केमा दुईटा, एलमा 6वटा, एम र एन खाली छन्। अब यसलाई सबसेलमा ब्रेक गर्दाखेरि यो के अर्बिटललाई हामीले 1 भन्छौँ, यसमा एस हुन्छ 1s2 भयो। यो के अर्बिटलमा एस मात्र बसेको हुन्छ, 1s2 भयो, होल्डिङ क्यापासिटी 2 छ। यस्तै गरेर अब हामी एलमा जाउँ, 2s2 भयो। यो 2 भनेको एल अर्बिटल, पहिलो यो 2 भनेको एल सेल भनौँ। अब एल सेलको पहिलो अर्बिटल एस अर्बिटल, यसमा दुईटा इलेक्ट्रोन होल्ड हुन्छ र यस्तै गरेर 2p, अब दुईटा इलेक्ट्रोन गइसक्यो, बाँकी रह्यो 4वटा इलेक्ट्रोन। यसरी चाहिँ हामीले अन द बेसिस अफ अर्बिटल ओ को चाहिँ हामीले इलेक्ट्रोनिक कन्फिगरेसन गर्न सक्छौँ। यो हामीले जति पनि गरिरहेको यसलाई हामीले इलेक्ट्रोनिक कन्फिगरेसन भन्छौँ।
on the basis of subshell। ल आजको लागि चाहिँ हामी यति गर्छौँ। अन द बेसिस अफ सबसेलमा चाहिँ कसरी इलेक्ट्रोनिक कन्फिगरेसन गरिँदो रहेछ भन्ने कुराहरू सिक्यौँ। नेक्स्ट भिडियोमा हामी फेरि फर्दर यसको बारेमा केही कुराहरू गर्छौँ।